जय श्री राधे राधे सम्पूर्ण भक्तजनहरू अत्यन्तै खुसीको खबर अत्यन्तै दिव्य खबर तपाईको बीचमा लिएर म उपस्थित भएको छु। हामी सबैले लामो समयदेखि प्रतीक्षारत रहेका थियौं यस ऐतिहासिक श्री गण्डकी कोटीहोम महायज्ञ कहिलेबाट प्रारम्भ हुन्छ भन्ने कुरा। अब अहिले पूर्व सन्ध्यामा कथा प्रवचनको कार्यता प्रारम्भ भइसकेको छ। वैशाख 17 गतिबाट यहाँ हवनको पनि सुरु हुनेछ र म अहिले उपस्थित भएको छु यस हवन स्थलमा जहाँ 100 हवन कुण्डहरू निर्माण भइराखेका छन्। यसलाई व्यवस्थापन गर्ने, यसलाई कलरिङ गर्ने र झनै आकर्षक बनाउने कार्य अगाडि बढिराखेको छ। यो दृश्य म तपाईलाई यहाँबाट देखाउन चाहन्छु। र यो हवन गर्नुको महत्त्व के छ? विशेष त अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने गायत्री हवन कुण्ड यहाँ हुँदैछ है। करोड पटक हामी गायत्री मन्त्र उच्चारण गर्दै यहाँ हवन गर्ने कार्य चाहिँ अगाडि बढ्नेछ। यसको महत्त्व के छ र यो कसरी निर्माण गरिएको छ भन्ने विषयमा पनि म तपाईलाई आज विस्तृत रूपमा जानकारी दिनेछु। आउनुहोस् हाम्रा गुरुबारबाट यो विषयमा बुझौँ। गुरु राधे राधे। राधे राधे। आराम हुनुहुन्छ? आराम छु। अब अहिले त यस ऐतिहासिक श्री गण्डकी कोटीहोम महायज्ञको तीव्र तयारीमा हुनुहुन्छ। यहाँ हवन कुण्ड निर्माण भइरहेछ। हजुर यहाँ ठ्याक्कै कतिवटा कुण्डहरू निर्माण हुँदैछन्? यहाँ 100 कुण्ड निर्माण हुँदैछ र त्यसैले हामीले यो गण्डकी कोटीहोमलाई शतकुण्डीय कोटीहोम भनेका छौँ। हजुर अब यहाँ अहिले यो कोटी हवनमा पनि गायत्री कोटीहोम भनेर भनेको छ। यो विशेष अन्य कोटीहोम गर्दाखेरि जुन मन्त्र उच्चारण गरिन्छ र अहिले गायत्री कोटीहोम यहाँ गायत्री मन्त्र उच्चारण गरिन्छ, यसमा फरक चाहिँ के छ विशेषता? यसको विशेषता भनेको के छ भने हामीले पशुपतिमा जुन ऐतिहासिक कोटीहोम सम्पन्न गऱ्यौँ त्यसमा हामीले ओम नमः शिवायको मन्त्र उच्चारण गरेर कोटीहोम गरेका थियौँ। 1 करोड पटक हवन गरेका थियौँ भने अहिले हामी यो अत्यन्तै वेदमा पनि सर्वश्रेष्ठ मानिएको वेदको मन्त्रहरूमा उत्कृष्ट मन्त्रको रूपमा रहेको र यो सम्पूर्ण ब्रह्माण्डलाई नै यसले कभर गरेर राखेको छ। यो ब्रह्माण्डको रक्षा गर्ने, ब्रह्माण्डमा जहाँबाट पावर निस्कन्छ त्यो पावर निस्किने मन्त्र नै गायत्री मन्त्र हो भन्ने कुरा जुन ऋषिहरू यहाँका अध्येताहरूले दार्शनिकहरूले पत्ता लगाएको कुरा हो। यो गायत्री मन्त्र यति पावरफुल मन्त्र छ। यस्तो पावरफुल मन्त्रको उच्चारण सहित यहाँ हामी कोटीहोममा यज्ञ गर्दैछौँ। त्यो कोटीहोममा यज्ञ पनि 100 कुण्ड शतकुण्डीय 100 कुण्डको कुण्ड निर्माण गरेर 100 कुण्डमा होम गर्दैछौँ। 100 कुण्डको बिचमा एउटा प्रधान कुण्ड हुन्छ, त्यो अलिकति अरूभन्दा विशेष खालको हुन्छ र अरू सबैतिर 100 कुण्डहरू छन्। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यो पोखराको मुटुमा रहेको बिरौटामा हामी यो महायज्ञ गर्दैछौँ। यो गण्डकी शतकुण्डीय कोटीहोमको पशुपतिको भन्दा यसमा विशेष अझै थप विशेषता छ कि यहाँ गायत्री मन्त्रद्वारा यो कोटीहोम सम्पन्न हुँदैछ। त्यसैले म सम्पूर्ण यो गण्डकीवासी, गण्डकी प्रदेशवासी त्यति मात्र नभएर समग्र नेपाली जनताहरू र समग्र भारतमा रहेका ओमकार परिवारभित्रका सम्पूर्ण महानुभावहरूलाई म कोटी कोटी नमन गर्न चाहन्छु र कोटी कोटी अनुरोध गर्न चाहन्छु कि यो ऐतिहासिक गण्डकी कोटीहोम महायज्ञ जुन गायत्री ज्ञान महायज्ञको रूपमा हामीले यसलाई अगाडि बढाउन लागिरहेका छौँ। आदरणीय महानुभावहरू, तपाईँहरू अत्यन्तै उत्साहित भएर यो यज्ञमा आउनुपर्ने मैले देखेको छु। किनकि यो न भूतो न भविष्यति, यो न त भूतकालमा सम्पन्न भयो, त्यसको मतलब हामीले पशुपतिमा गरिसकेका छौँ, तर त्यहाँ गायत्री मन्त्रबाट थिएन। त्यसैले न भूतो न भविष्यति, न भविष्यत कालमा यस्तो खालको विशाल संरचना सहितको विशाल चाहिँ एउटा जनशक्ति सहितको करिब 400 ब्राह्मणहरूद्वारा होमन गरिने, 1 महिना पनि 45 दिनसम्म लगाएर होमन गरिने यो विराट ज्ञान महायज्ञ हो। यसमा तपाईँहरू छुट्नुभयो भने पछुताउनु पर्नेछ। किनकि इतिहासको कालखण्डमा एउटा समय एकपटक मात्रै आउँछ। त्यो समयलाई हजुरले सदुपयोग गर्न सक्नु भएन भने जीवनभरि त्यो समय फेरि फर्कँदैन। त्यसैले मैले समग्र नेपाल र भारतमा रहने सम्पूर्ण महानुभावहरूलाई के कुरा भन्न चाहन्छु भने यो कोटीहोम महायज्ञ दर्शन गर्नको लागि नछुटाउनु होला, कुनै हालतमा नछुटाउनु होला। यो मैले
हजुरहरूलाई एउटा अनुरोध मात्रै गरेको हुँ। हाम्रो मानव सेवा फाउन्डेसनको तर्फबाट हाम्रा मानव सेवा फाउन्डेसनका जो संस्थापक हुनुहुन्छ उहाँ बाल योगेश्वर श्री विजय कृष्ण मूर्तिजी महाराज जो सङ्कल्पकर्ता हुनुहुन्छ। यस्ता महायज्ञहरू योभन्दा अगाडि पनि गराइसकेर उहाँ चाहिँ एउटा यज्ञ शिरोमणिको रूपमा नेपाल र भारतमा प्रख्यात भइसक्नु भएको छ। उहाँको यो सत् सङ्कल्पमा हुन लागेको यो विशाल ज्ञान महायज्ञ कोटी होम, त्यसमाथि पनि गायत्री मन्त्रद्वारा गरिएको कोटी होममा सबै महानुभावहरूलाई उपस्थित हुनको लागि मेरो व्यक्तिगत तर्फबाट, त्यस्तै गरी मानव सेवा फाउन्डेसनको तर्फबाट, स्वयं बाल योगेश्वर महाराज श्रीको तर्फबाट पनि म हजुरहरूलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि यो एक युगमा एकपटक हुने यो विशाल ज्ञान महायज्ञमा उपस्थित भइदिनु होला। हस्त सबैलाई कोटी कोटी नमन। हस्त।